हेलो हेलो विद्यार्थीहरू, आज हामीले यो प्रोग्राममा हामीलाई दिएको क्वेशन राइट अ प्रोग्राम इन C to print roll number, name and marks of 5 students and display them into descending order on the basis of marks using structure। हामीले यो प्रोग्राम जुन लेख्दै छौं यो प्रोग्राम के छ त स्ट्रक्चर युज गरेर लेखिएको छ र यो प्रोग्राममा स्ट्रक्चर युज गरेर लेखिए पनि जुन हामीले इनपुट लिएको डाटा हुन्छ त्यो डाटालाई डिस्प्ले गर्दाखेरि डिसेन्डिङ अर्डरमा प्रिन्ट गर्नु छ अन द बेसिस अफ मार्क्स को आधारमा डिसेन्डिङ अर्डरमा प्रिन्ट गर्नुपर्ने हुन्छ र यो प्रोग्राममा हामीले त्यही गरेको छौं। यहाँ हामीले हेर्न सक्छौं हामी यहाँ सुरुमा एउटा स्ट्रक्चर बनाएको छौं स्टुडेन्ट भनेर, जसमा के छ त उसको रोल नम्बर छ, नेम छ र मार्क्स छ। ठीक छ, यो स्ट्रक्चरलाई हामीले के गरेको छौं त एउटा स्टुडेन्ट यस भनेर एउटा के गरेको छौं त भेरिएबल लिएको छौं, स्ट्रक्चर भेरिएबल, र यो सबै हामीसँग अरु भेरिएबलहरु छन् जुन भेरिएबलहरु हामी पछि के गर्छौं त फर्दर म्यानिपुलेसन गर्नको लागि युज गर्ने छौं। यसमा हामीले इनपुट लिनको लागि 5 स्टुडेन्ट को इनपुट लिनको लागि हामीले फर लुप युज गरेको छौं। फर लुपबाट हामीले 5 टाइम्स यो कोडलाई एक्जिक्युट गर्दाखेरि यहाँबाट यो सबै डाटाहरुलाई के गर्ने छौं त इनपुट को रूपमा लिने छौं। इनपुट को रूपमा लिँदाखेरि यो डाटामा हामीले 5 वटा डाटा लिने छौं, 5 स्टुडेन्ट को रोल नम्बर, नेम र मार्क्स। ती मार्क्सहरुलाई हामीले के गरेको त्यो लिएको इनपुटलाई प्रिन्ट गरेको छौं फर प्रिन्टिङ अनसर्टेड रेकर्ड। अनसर्टेड रेकर्डहरुलाई प्रिन्ट गर्दाखेरि हामीले के गरेको छौं त यो कोड लेखेको छौं। त्यसले के गर्छ त जे इनपुट लिएको हुन्छ त्यसैलाई जस्ताको त्यस्तै प्रिन्ट गर्दिन्छ। अब सर्टिङ डाटा इन डिसेन्डिङ अर्डर अन द बेसिस अफ मार्क्स को आधारमा अब डाटालाई हामीले के गर्छौं त फर्दर म्यानिपुलेट गर्छौं अर्थात सर्टिङ गर्छौं डिसेन्डिङ अर्डरमा। फर I 0 I लेस देन 5 I प्लस प्लस हामीले लुप युज गरेर यसलाई के गर्छौं त एलिमेन्टहरुलाई सर्ट गर्छौं। यसरी सर्ट गर्दाखेरि हामीले दुईटा यहाँ एलिमेन्ट दुईटा लुप लिएको छौं I र J गरेर, र J को भ्यालुलाई हामीले असाइन गरेको छौं I प्लस 1। यसबाट के हुन्छ कि यदि I इक्वल टु 0 छ भने J इक्वल टु के हुनेछ त I प्लस 1 भनेपछि 1 हुन्छ। त्यसबाट हामीले इजिली टु एलिमेन्टहरुलाई कम्पेयर गर्न सक्छौं। इफ यहाँ कम्पेरिजन गर्दै छौं, इफ yes I डट मार्क्स लेस देन yes J डट मार्क्स, यसको मतलब यदि yes I भनेपछि फर्स्ट एलिमेन्ट मार्क्स को जुन स्ट्रक्चरमा हाम्रो दिएको छ त्यसको मार्क्स यदि लेस देन सेकेन्ड मार्क्स एलिमेन्ट अफ मार्क्स को जुन छ लेस देन छ भने त्यसबाट त्यो के हुन्छ त यसले यो प्रोसेस एप्लाई गर्छ, अदरवाइज यसलाई स्किप गरिदिन्छ। अब यहाँ के हुन्छ त रोल नम्बर सर्टिङ। अब यो रोल नम्बर सर्टिङ किन गर्नु पर्यो, नेम सर्टिङ किन गर्नु पर्यो, यहाँ पनि रिजन छ है। मार्क्स को आधारमा यदि हामीले सर्ट गर्यौं भने यो डाटालाई यदि सर्टिङ गरिएन भने हाम्रो मार्क्स मात्रै सर्टेड हुन्छ र यी डाटाहरु जस्ताको त्यस्तै आउँछन्। हुन सक्छ एउटा विद्यार्थीको रोल नम्बर, नेम र मार्क्स र अर्को विद्यार्थीको नेम र रोल नम्बर मार्क्स फरक छन् भने यिनीहरुको यो नेम र रोल नम्बर र नेम चेन्ज हुँदैन, मार्क्स मात्रै सर्टिङ हुन्छ। जसको लागि हामीले कम्प्लिट डाटालाई सर्ट गर्नको लागि हामीले हरेक एलिमेन्टलाई के गरेको छौं त सर्टिङ गरेको छौं। यसरी सर्टिङ गर्दाखेरि अब हरेक एलिमेन्टहरु सर्ट भएर छुट्टा छुट्टै उनीहरुको जसको नेम, रोल नम्बर र मार्क्स हुन्छ त्यो के हुन्छ त डिस्प्ले हुन्छ। भनेपछि मानिलिउँ रोल नम्बर 1 को नेम राम छ र त्यसको मार्क्स 20 छ र रोल नम्बर 2 को मार्क्स नाम राम छ, रिमा छ र त्यसको मार्क्स 22 छ भने डिसेन्डिङ अर्डरमा प्रिन्ट गर्दाखेरि रोल नम्बर 2 रिमा मार्क्स के हुन्छ त 22 र रोल नम्बर 1 राम मार्क्स
20 भनेर डिस्प्ले हुन्छ। यसरी यो कम्प्लिट पुरै डाटालाई के गर्छ त जतिवटा हाम्रो एलिमेन्ट छन् भनेपछि जति त्यहाँ मेम्बर छ सबै मेम्बरलाई हामीले सर्ट गरेको छौं र यसलाई यहाँ डिस्प्ले गराएको छौं। यहाँ हामीले हेर्न सक्छौं यहाँ मेम्बरलाई यसरी सर्ट गरिएको छ, जसरी रोल नम्बरलाई सिधै सर्ट गरेको छौं, मार्क्सलाई सिधै सर्ट गरेको छौं, तर नेमलाई हामीले कपी गरेर सर्ट गरेको छौं। किनकि नेम जुन छ त्यसलाई सर्टिङ गर्दाखेरि अरु एलिमेन्टहरु जस्तै सर्ट गर्न मिल्दैन। नामलाई अर्कोमा कपी गर्नु पर्यो भने त्यसको लागि हामीले डाइरेक्टली भ्यालु असाइन गर्न मिल्दैन, जसको कारण हामीले के गर्छौं त त्यो नेमलाई सर्टिङ गर्नेछौं। रिजन के छ भनेपछि यहाँ एरे सिस्टम भएको हुनाले यसलाई डाइरेक्टली कपी गर्न मिल्दैन, जसको कारणले हामीले के गरेको छौं त स्ट्रिङ फंक्सनलाई युज गरेको छौं। स्ट्रिङ कपी भन्ने फंक्सनलाई युज गरेर हामीले यसलाई सर्टिङ गरेको छौं। भनेपछि कसलाई नेम एलिमेन्टलाई मात्रै, नेम एलिमेन्टलाई सर्टिङ गर्दाखेरि हामीले स्ट्रिङ फंक्सन युज गरेको छौं, जसमा हामीले स्ट्रिङ कपी भन्ने फंक्सनलाई युज गरेर तिनीहरुलाई कपी गरेर, जस्तै यहाँ हामीले के गरेको थियौं रोल नम्बरलाई टेम्पमा राखेको थियौं फर्स्ट रोल नम्बरलाई, र फर्स्ट रोल नम्बरको ठाउँमा रोल नम्बर 2 लाई ल्याएर राखेको थियौं र रोल नम्बर 2 को ठाउँमा टेम्पलाई रोल नम्बर टेम्प भनेर यहाँ एसाइन गरेको थियौं। तर यसमा त्यस्तो गर्न मिल्दैन। यदि टेम्पमा राख्नु छ भने यसलाई कपी गरेर टेम्पमा लैजानु पर्ने हुन्छ, र यदि 1 मा लगेर सेकेन्ड वाला राख्नु छ भने सेकेन्ड लाई के गर्न पर्यो त कपी गरेर 1 मा लानु पर्यो। यो फर्स्ट एलिमेन्ट, यो सेकेन्ड एलिमेन्ट, फर्स्ट एलिमेन्टमा यो गएर बस्छ, यहाँबाट यो फर्स्ट एलिमेन्टमा गएर बस्छ, यहाँबाट यो फर्स्ट एलिमेन्टमा गएर बस्छ। यसरी हेर्दाखेरि टेम्प si.marks यो हाम्रो फेरि सिधै के गरिएको छ त इम्प्लिमेन्ट गरिएको छ, सर्ट गरिएको छ, एसाइन गरिएको छ भ्यालुहरुलाई, भनेपछि स्वेप गरिएको छ। ठीक छ, तर यसरी स्वेप गर्दाखेरि अरु सबै हुन्छन्, तर यो जुन हाम्रो स्ट्रिङ क्यारेक्टर टाइपको जुन छ त्यसलाई हामीले यसरी स्वेप गर्न मिल्दैन। अब हाम्रो के हुन्छ त यहाँबाट हाम्रो सर्टेड डाटालाई यहाँ प्रिन्ट गर्छौं। प्रिन्ट एसएन यो हाम्रो सिरियल नम्बर हुन्छ, यो रोल नम्बर हुन्छ, नेम र मार्क्स। ठीक छ, यो हामीले ट्याब टी लिएको छौं /t, जसले के गर्छ त हामीलाई 1 ट्याब स्पेस प्रोभाइड गर्छ। अब हामीले 5 टाइम्स यसलाई रन गर्छौं र सबै डाटालाई के गर्छौं त प्रिन्ट गर्छौं। एक्जाम्पलको रूपमा हामीले यो प्रोग्रामलाई रन गरेर हेर्छौं। यो प्रोग्रामलाई रन गरेर हेर्छौं र यहाँ हेर्ने छौं रोल नम्बर 1 मा मैले रोल नम्बर 1 दिए, नेम राम, मार्क्स 20, रोल नम्बर 2 नेम रिमा, मार्क्स 22, रोल नम्बर 3 नेम उमा, मार्क्स 33, रोल नम्बर 4 नेम हिमा, मार्क्स 44, रोल नम्बर 5 नेम सीमा, मार्क्स 30। यति गरेर हामीले के गर्छौं त यहाँ इन्टर गर्ने बित्तिकै अब हाम्रो के हुन्छ त यो अनसर्टेड रेकर्ड प्रिन्ट भयो र यो हाम्रो के हो त सर्टेड रेकर्ड प्रिन्ट भयो। अब यहाँ हेर्न सक्छौं हामीले रोल नम्बर 1 को कति थियो त 20, जुन सबभन्दा तल डिसेन्डिङ अर्डरमा लैजाँदाखेरि जुन सबभन्दा तल गयो, सबभन्दा कम भ्यालु भएको, र यहाँ के छ त 44, 33 सबै नाम रोल नम्बर सँगै के भएको छ त सर्टिङ भएको छ, र यहाँ हाम्रो सिरियल नम्बर देखाएको छ 1 2 3 4 5। ठीक छ, अरु केही बुझिएन भने कमेन्ट गर्नु होला। हवस्, धन्यवाद।